There is a place tucked away in the arms of nature where time seems to slow down. Madam Tom Chow Dawn Number. Each morning, as the sun gently peeks through the thick mist, this peaceful place awakens with life. The air here is crisp and fresh, carrying the subtle scent of wet earth and wildflowers. Breathing it in feels like nature's own therapy, refreshing both body and soul. The road to Bottom Tom Chow Dawn Number winds gracefully through dense forests. Tall trees stand like silent guardians on either side, their leafy arms forming a natural tunnel. Walking along this path is an experience in itself, every step accompanied by the soft rustling of leaves underfoot. Bottom Tom Chow Dawn Number is a perfect place for a morning walk. With every step, the worries of the world fade away, replaced by a deep sense of peace and gratitude. It is nature at its purest, an untouched corner where one can reconnect with the earth and oneself. Hello guys, म चाहिँ यहाँनिर डाँडामा बसिरहेको छु। हेलो गाइस है, अनि म चाहिँ यहाँनिर 14 नम्बर आइपुगिसकेको छु। अनि तपाईहरुलाई है हार्दिक स्वागत छ मेरो च्यानलमा है। अनि आज यो ठाउँमा आउनु पाउँदा धेरै खुसी लागिरहेको छ। अनि आज दिन पनि रमाइलो भयो है, एकदम ठिक्कैको भयो। नाना घाम लाग्यो, नाना है गरम भयो, एकदम ठिक्कैको भयो। फर्स्टमा चाहिँ मजाले घाम लाग्दै थियो, तर बिस्तारै है धुम्म भयो। अनि यहाँको तपाईहरुले नजाराहरू इन्जोय गर्न सक्नुहुन्छ है, कति मजाको है रहेको छ। यहाँनिर चराचुरुङ्गीहरूले मजाले गीतहरू गाइरहेको छ। अनि मैले चाहिँ यो अस्तिदेखि प्लानिङ गर्दै थिएँ है, किनभने तपाईहरुले मेरो पहिलाको च्यानल हेर्नुभयो भने म यहाँ ठाउँमा आइसकेको छु। अनि त्यति बेला चाहिँ मेरो साथमा सुसी रहेको थियो। अनि आज पनि मैले सुसीलाई ल्याउनु ट्राई गरेको थिएँ, तर अहिले सुसी चाहिँ एकदम ठुलो भइसकेको छ है। त्यही कारणले गर्दाखेरि आउनु एकदम गाह्रो पर्छ, किनभने आधी बाटोसम्म म बाइकमा आउँछु है। अनि एकदम म आज 4 बजी उठेर एकदम रेडी भएर है घरमा मैले यो नुनको चिया पनि बनाएर ल्याएको छु। Cheers to all of you है, have a good day ahead. अनि दर्शकवृन्द है, यहाँको जुन प्लेस रहेको छ यो चाहिँ एकदम शान्त किसिमको छ। यहाँनिर जुन चराचुरुङ्गीहरू बिहानै है गीतहरू गाइरहेको छ। अब एज इफ है तिनीहरूले चाहिँ हामीलाई गुड मर्निङ भनेर विश गरेको जस्तै है। अनि यहाँको हाम्रो बदमतामको जुन यो 14 नम्बर छ यो चाहिँ यस्तै रहेको छ है। हाम्रो सुन्दरता मैले तपाईहरुको समक्षमा ल्याउने कोसिस गरेको। अनि मैले चाहिँ मेरो पहिलाको ब्लगहरू हेर्दाखेरि चाहिँ मेरो अलिकति क्वालिटी राम्रो थिएन रहेछ। त्यही कारणले गर्दा यसपालि चाहिँ मैले अलिकति हाई क्वालिटीमा रेकर्ड गरिरहेको छु है, किनभने मेरो पहिला वाइफाई पनि थिएन। अनि यसपालि चाहिँ अलिकति हाई क्वालिटीमा मैले वाइफाईहरू पनि हालेको छु। अनि दर्शकवृन्द यहाँनिर चाहिँ के छ भन्दाखेरि हाम्रो जति पनि बदमतामको है प्लेसेसहरू भयो, जस्तै ठाडो लाइन, सिरुबारी है, हाम्रो लेप्चा खेती, बिचकमानहरू भयो। अनि यो सबै ठाउँ यो चाहिँ हाम्रो शिर भन्दा पनि हुन्छ बदमतामको है, किनभने यहाँबाट नै यहाँको जुन हरियो रुखपातहरू रहेको छ यो चाहिँ एकदम यहाँको जति पनि लोकल पिपलहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यहाँनिर संसारी पूजाहरू गरेर यहाँनिर है संरक्षण गर्नुहुन्छ। ट्री प्लान्टेसनहरू पनि गर्नुहुन्छ। यहाँको बडाहरू जो आदरणीय पहिलाको अग्रजहरू हुनुहुन्छ है, उनीहरूले चाहिँ पहिलादेखि नै यहाँनिर रुखपात रोपेकोले गर्दाखेरि यो हरियो वन जङ्गल छ। अनि यहीँबाट चाहिँ हाम्रो पानी रिस्टोर हुन्छ है रेनी सिजनको। अनि यहाँबाट चाहिँ पानीहरू त्यहाँनिर स्रोत रहेकोले गर्दाखेरि यहाँबाट चाहिँ सप्लाई हुने गर्दछ हाम्रो बदमतामको धेरै जस्तो है प्लेसहरूलाई। अनि यो चाहिँ हाम्रो एउटा खजाना जस्तो हो। अनि यसलाई चाहिँ हाम्रो जेनेरेसन बाई जेनेरेसन हामीले चाहिँ है ट्री प्लान्टेसन गर्नुपर्छ भन्ने मलाई लाग्छ है। अनि यहाँनिर चाहिँ एक किसिमको यो ठाउँमा तपाईँहरू आयो भने चाहिँ यहाँ के छ भन्दाखेरि यहाँबाट चाहिँ लेक र औल छुट्टिन्छ है। यहाँबाट तपाईँहरू उकालो यहाँ माथितर्फ गयो भने यहाँबाट चाहिँ फुक्सिरिङ एरिया पर्छ। अनि यहाँदेखि तल चाहिँ हाम्रो बदमताम एरिया पर्छ। अनि जाडो र गरम तपाईहरुले फिल गर्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ ठिक्कैको मौसम भइरहेको छ आज है। अनि आज
3 तारिक जुन 2025 है मङ्गलबारको दिन रहेको छ। अनि तपाईहरु सबैलाई है आजको दिन एकदम शुभ रहोस् है, मङ्गलमय रहोस् भन्ने म प्रार्थना गर्दछु है। अनि तपाईहरुले यति धेरै सपोर्ट गर्नुहुन्छ त्यसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद छ है। अनि मैले आफ्नो च्यानलमा यस्तै हाम्रै गाउँठाउँको है सुन्दर स्थानहरुको है ठाउँहरुको है तपाईहरुलाई प्रस्तुत गर्न कोसिस गरिरहेको छु मैले है। तपाईहरुले सपोर्ट पनि गरिदिनुहुन्छ त्यसको लागि धेरै धन्यवाद छ। अनि यो ठाउँमा झन् मेरो धेरै अब सम्झनाहरू पनि छ, कतिवटा मेमोरिजहरू पनि छ। किनभने म पहिला शिक्षा स्कुल पढ्दाखेरि हाम्रो साथीहरू जति पनि थियो हाम्रो लेप्चाखेतीको अब लामास धजेको झन् यही बाटो हामीले है खाता किताब बोकेर बिहान हिँड्ने गर्दथ्यौँ। अनि तपाईहरुले अहिले पनि धेरै यो ब्लगहरू जतिजनाले अब पहिलाको स्टुडेन्टहरू हुनुहुन्छ मेरो साथीहरू या जो पनि यो बाटो भएर स्कुल जानुहुन्थ्यो तपाईहरु सबैले भन्ने गर्दथ्यो है। के भन्थ्यो भन्दाखेरि यहाँ तलबाट घरबाट यहाँ आउँदाखेरि चाहिँ एकदम थाक्थ्यो अरे, थाक्छ हैन, थाक्थ्यो। मलाई पनि त्यो एक्सपिरियन्स भएको, मलाई पनि धेरै थाक्थ्यो यहाँसम्म आइपुग्दाखेरि। तर यहाँबाट जब हामी जङ्गल इन्ट्री गर्थ्यो यो जङ्गलको बाटो भएर जान्थ्यो यस्तो शीतल हुन्थ्यो, यस्तो अब चालै पाउँथेन क्या। अब हुन्छ नि एकदम मजा आउँथ्यो त्यहाँबाट हिँड्नु झन्। किनभने अहिले बुझ्दाखेरि झन् त्यो झन् एकदम अक्सिजनको कारणले गर्दा रहेछ। फेरि यहाँनिर झन् अब यो जङ्गलको जब हामी इन्ट्री गर्छ त्यहाँनिर झन् एउटा ड्रिङ्किङ वाटरको अब ड्रिङ्किङ वाटर पनि त्यो हाम्रो जङ्गलबाट आउने गर्दछ है। त्यो स्वच्छ पानी हामीले पिउँथ्यौँ अनि त्यो पिएपछि झन् हामीलाई अलिकति एनर्जी पनि आउँथ्यो। अनि त्यो मेमोरिजहरू रहेको छ। अनि यो जङ्गलमा झन् अलिकति गरम महिनामा अलिकति हामी जोगिनु पनि हुन्छ किनभने यहाँनिर झन् साँपहरू पनि रहेको छ। किनभने म पहिला स्कुल जाँदाखेरि मैले देखेको हो एउटा ठुलो कालो साँप मैले भेटेको है। ठुलो कालो साँप झन् मैले इन्काउन्टर गरेको हो बाटोमा, तर भाग्यवश मलाई केही भएन त्यति बेला है। अनि त्यो कारणले गर्दाखेरि यहाँ यो जङ्गल एकदम राम्रो छ। तर है हामीले जोगिएर हिँड्नुपर्ने हुन्छ है, किनभने जङ्गलमा अब जनावरहरू पनि हुन्छ। अनि दर्शकवृन्द यस्तै रहेको छ हाम्रो ब्लग। अनि यहाँबाट झन् हामीले अब अहिले त एकदम धुम्म भयो है, केही छैन, सधैँभरि एउटै वेदर पनि हुनु हुँदैन भन्ने लाग्छ मलाई। अहिले यस्तै वेदर हो नि त होइन, धुम्म हुने वेदर हो। त्यही कारणले गर्दाखेरि अहिले धुम्म भएकोले गर्दाखेरि नभए यहाँबाट हामीले कञ्चनजङ्घा भ्यू, हाम्रो बदमतामको भ्यू, अनि तल सिङ्ला भयो है, तल जोरताङहरू भयो, डिफ्रेन्ट प्लेसहरू हामी यहाँबाट देख्न सक्थ्यौँ। तर केही छैन है, सधैँभरि घाम लाग्छ भन्ने पनि होइन। आज यो दिन यस्तो दिन भइरहेको छ, एकदम ठिकै छ है। अब यो बाटो जुन यो जङ्गलको बाटो छ यो बाटो है मैले तपाईहरुलाई देखाएको छु। यहाँनिर एकदम शान्त फिल हुन्छ आफूलाई है जब आफू यहाँबाट हिँड्छ। तर अब त्यो बाटोमा हिँड्दाखेरि झन् आफू शान्त भएर है प्रकृतिको यो एक एकवटा चराहरूले गीत गाएको हुन्छ नि, अब त्यो हावा जुन स्वच्छ हावा बगिरहेको हुन्छ त्यसलाई फिल गर्नुपर्ने रहेछ हामीले है। किनभने एउटा ठुलो विद्वानले पनि भनेको छ है, हामीले झन् अब साइलेन्स जब हामी हुन्छ मनबाट साइलेन्स हुन्छ त्यति बेला झन् हामीले भगवानको है शब्द सुन्छ भन्छ है। त्यही कारणले गर्दाखेरि यस्तो झार जङ्गल यो एरियाहरूमा झन् एकदम अब प्राकृतिक कुराहरू भएको हुन्छ नि त। त्यही कारणले गर्दाखेरि है खोला नाला भयो, चराचुरुङ्गी भयो है। अन्त हामी शान्त भएर जब यसरी है मर्निङ वकहरू जान्छ, हामी यसरी कोही बेला हाइकिङहरूतिर जान्छ, त्यति बेला झन् हामी शान्त फिल भइरहेको छ। अनि है तपाईहरु सबैलाई धेरै धन्यवाद छ है मेरो च्यानल हेरिदिनु भएकोमा, मलाई सपोर्ट गरिदिनु भएकोमा है। अनि तपाईहरुलाई यस्तै सुन्दर ठाउँहरू म ल्याउने छु। तपाईहरुले मन पर्यो भने लाइक, शेयर, कमेन्ट गरिदिनुस् होला है।